विभिन्न सामाजिक सञ्जाल मार्फत हेर्नुहुने तपाईलाई नमस्कार। वर्तमान ऊर्जा मन्त्री अर्थात् अन्तरिम सरकारका 3वटा मन्त्रालय पाएका ऊर्जा मन्त्री कुलमान घिसिङले आफ्ना 8वटा निर्णयहरू यस प्रकार सार्वजनिक गर्नुभएको छ। पहिलो निर्णय रहेको छ ट्रङ्क लाइन बक्यौता कायम गर्ने। दोस्रो नम्बरमा रहेको छ क्षति मूल्याङ्कन र पुनर्निर्माण योजना 7 दिनमा गर्ने। तेस्रो नम्बरमा रहेको छ पुनर्निर्माण कोष स्थापना गर्ने। चौथो नम्बरमा रहेको छ सरकारी सुविधा त्याग्ने तलब भत्ता सहितको कोषमा हस्तान्तरण गर्ने। 5औं नम्बरमा रहेको छ भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गर्ने। 6औं नम्बरमा रहेको छ ई सवारी र विद्युत प्रयोगलाई प्रोत्साहन गर्ने। 7औं नम्बरमा रहेको छ खादा माला बन्द र उद्घाटनलाई बहिष्कार गर्ने र 8औं नम्बरमा रहेको छ 18 घण्टा काम गर्ने। 18 घण्टा काम गर्ने उहाँले शपथ नै लिनु भएको छ। त्यो कान्तिपुरमा सपनाको सुरमा